एउटा ट्याक्सी चालक एउटा ट्याक्सी किन्नको लागि सरकारले 250 देखि 300% त्यो कर त लगाएकै छ। त्यसमा पनि अब ट्याक्सी चालकहरूलाई अझै कर के थप रहेछ भने त्यो ट्याक्सीको लाइसेन्स प्लेट लिनको लागि चाहिँ 15 लाख रुपियाँ, कालो प्लेट लिनको लागि। ट्याक्सीको पैसा त छुट्टै भयो, 30-35 लाख रुपियाँ पर्छ। कालो प्लेट लिनलाई 15 लाख रुपियाँ चाहिँ यो लिने चलन रहेछ। यो कुरा म ट्याक्सीको ड्राइभरसँग कुरा गर्दा गर्दै यो कुरा थाहा पाएपछि मैले यातायात विभागको डिजीसँग कुरा गरेँ। यो के हो कुरा मैले त बुझिनँ भनेर भन्दाखेरि उहाँले चाहिँ यसमा चाहिँ चलखेलको कुराहरू ल्याउनु भएको छ हैन, यसमा सिन्डिकेटको कुराहरू आएको छ। यहाँ चाहिँ प्रदेश सरकारको पनि हात भएको देखिन्छ र अब यातायात विभागको पनि होला। यसैले यो चलखेल जुन छ, सिन्डिकेट जुन छ के हो, यो कुरालाई चाहिँ बुझेर चाहिँ यो चाहिँ तुरुन्त खारेज होस्। किन